लुम्बिनी फुटबल एकाडेमीमा आवासीय रूपमा बस्दै आएका खेलाडीहरूले दाङको घोराईमा रहेको आर्मी क्याम्पमा गएर बेला बेलामा फ्रेन्डली म्याच खेल्ने अवसर पाइरहेका हुन्छन्। योभन्दा पहिले यहाँ रणसिंह दलगन आर्मी क्याम्प बसेको थियो र हामी त्यहाँका आर्मी अफिसरहरूसँग एउटा राम्रो सम्बन्धका कारणले गर्दाखेरि बेला बेलामा फ्रेन्डली म्याचहरू खेल्न गइ नै रहन्थ्यौँ। अहिले भने यहाँ नयाँ गण आएको छ, ज्वाला दल गण। मलाई लाग्छ ती पुराना अफिसरहरूले नै हाम्रो बारेमा र लुम्बिनी फुटबल एकाडेमीको बारेमा जानकारी गराएको हुनाले हामीलाई त्यहाँबाट कल आएको थियो र फ्रेन्डली म्याचको लागि निमन्त्रणा गर्नुभएको थियो र हामी बिहानै उठेर हामी आर्मी क्याम्पतिर लाग्यौँ। सबै बच्चाहरू वार्मअप गर्दै थिए, मलाई भने खाजाको लागि अफर गर्नुभएको थियो। अब हामी हाम्रो बच्चाहरूको वार्मअप गरेको भिडियो हेरौँ। यस्तै खालका मैत्रीपूर्ण खेलहरू हामीले विभिन्न समयमा विभिन्न क्लब, सङ्घ-संस्था र कलेजहरूसँग पनि हामी खेल्दै आइरहेका छौँ। लुम्बिनी फुटबल एकाडेमीले पछिल्लो समय समाजमा भएका विभिन्न खेलकुदका संस्थाहरूलाई पनि उत्तिकै प्राथमिकतामा राखेर उनीहरूसँग विभिन्न खालका मित्रवत सम्बन्धहरू राख्ने कामहरू गर्दै आइरहेका छौँ। पछिल्लो समय लुम्बिनी फुटबल एकाडेमीमा आवासीय रूपमा बस्ने खेलाडीहरूको लागि यो एउटा राम्रो अवसरको रूपमा पनि हामीले हेरेका छौँ, किनभने विभिन्न खालका मैत्रीपूर्ण खेलहरूले मित्रवत सम्बन्ध कायम सँगसँगै हाम्रा बच्चाहरूको खेल कौशलमा पनि वृद्धि विकास गर्नको लागि ठुलो सहयोग पुग्ने गर्दछ र यस्तो खालका खेलहरू आगामी दिनहरूमा पनि खेलि नै रहनेछौँ। यो अवसरका लागि भने हामी ज्वाला दल गणलाई विशेष धन्यवाद दिन चाहन्छौँ।